अनि हामी चाहिँ अब कोसेली सोसेली बिहानै तयारी गरेर खानासाना खाएर चट्टसँगले बुढाबुढी घर लाग्दैछौँ। बुढो चाहिँ यहाँ भारी बोकेर हिँड्दै हुनुहुन्छ, ससुरालीको कोसेली बोकेर। गाडी पनि छैन, यस्तो बाटो हिँडेर जानुपर्छ, गाह्रो छ। आफ्नै झोलासोला बोकेर 11 नम्बर स्टार्ट गरेको नि हो। पेट्रोल चाहिँ यहाँ बजाउने बेला भएको छ फेरि। बुढो कस्तो अनुभव भइरहेछ हजुरलाई यसरी घाममा भारी बोकेर हिँड्नु पर्दा? अनुभव त ठिकै छ, किनभने अहिलेसम्म खुसी छु। बाटो यस्तो छ। मेरो अब साथमा तिमी छौ, खुसी त हुने भयो नि त। एक्लै हिँड्दा पो गाह्रो हुन्छ त, होइन त बुढी? माया भएपछि त गलेर हातै चुट्टिनु आँटिसक्यो हो। गराउँछ भारी, के गर्नु, मृत्यु नै माग्यो।